रमाइलो गर्नु होला घरको काममा पनि त यसो मासको बरी किन्नु र मास ओ साथी ल 2 बजे नातिनीको टक्कमा हल्का क्लिपहरु लगिदिन्छु है यो चाहिँ हाम्रो मासको मस्यौरा अनि उब्रेको कुपिन्डे पनि भयो। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, वेलकम माई युट्युब च्यानल। हामीले चाहिँ आज मासको मस्यौरा, मासको दाल अनि कुपिन्डे मिक्स गरेर मस्यौरा बनाएको थियौँ। भरि मैले बिहान स्टार्टिङ गर्न पाएको थिएन नि त भिडियो, अनि के गर्दा गर्दै भएन। क्लिपहरू बनाएको छु मैले, हल्का हल्का एड गरिदिन्छु यसमा। स्टार्टिङ अहिले गरेको छु मैले, अनि म सबै भिडियोहरू राखिदिन्छु। फुल भिडियो चाहिँ मेरो च्यानलमा सर्च गरेर हेरिदिनु होला, गएर म लिङ्क सेयर गरिदिन्छु। के कस्तो हुन्छ हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो घरदेखि देखिने भ्यू, वाउ एकदम पिस छ क्या, पिस। यता उता उता बाटोदेखि अगाडि चाहिँ डिस्टर्ब लाग्छ मलाई, यता चाहिँ एकदम पिस छ है, शान्ति। म चाहिँ सबै क्लिपहरू एड गरिदिन्छु, हामीसँगै जुडेर लास्टसम्म भिडियो हेरिदिनु होला। स्टे ट्युन एभ्रिवान। हामी चाहिँ अघि स्टार्टिङदेखि नै भिडियो गर्छौँ सोचिरहेको थियौँ, के गर्दा गर्दै भ्याएनौँ। एन्ड भइसक्यो यहाँ कुपिन्डे त हामीले कुच्चाएर पनि यसलाई आधा थोरै बाँकी छ। अब अहिले पनि यति हल्का क्लिप भए पनि राखिहालौँ भनेर यो हामीले यहाँ यसमा यसरी टुक्राएर यो सानो सानो भएको चाहिँ हात काटिन्छ भनेर अहिले मिक्सरमा मिक्सिङ गर्ने। बाँकी भएको यो 2-3वटा हो। अनि यस्तो भयो साथीहरू, रिजल्ट चाहिँ यस्तो भयो। अझ फाइनल लुक्स त बाँकी नै छ। हामीले यसको कुपिन्डे मिठाई हो कि कुपिन्डे लड्डु हो अब बनाउने, बनाउँछौँ। यो पानी निचारेर फाल्नुपर्छ, के भन्छौँ मामुले। अहिले पछि फाइनल लुक अहिले पछि लिएर आउँछौँ साथीहरू। यो हामीले अघि नै बनाउँछौँ भने के गर्दै बिर्सिहालेछौँ। यत्रो बनाइसक्यौँ। एउटा सिङ्गै कुपिन्डे थियो ठुलो, अब त्यसलाई हामीले यसरी बनाएर यति बनाइसक्यौँ। अनि अब यहाँ बाँकी यति मात्रै छ। यो चाहिँ हामीले अब मिक्सरमा मिक्सिङ गर्छौँ। अरू चाहिँ अब के गर्नुपर्छ, त्यो दालहरू पिस्नुपर्छ, के गर्नुपर्छ भन्दैछौँ त मामुले। हामी सबै क्लिपहरू एड गर्छौँ साथीहरू, हेर्नु होला, रमाइलो लिनु होला। हामी चाहिँ घरको काम पनि यसो मजाले टाइम पास गर्दै हजुरहरूसँग सेयर गर्दै गर्छौँ। ल बाबु देखाइदेऊ छोरो, यहाँ कसरी गर्ने। ल यसरी कुपिन्डेलाई केलाउने, तास्ने, पखाल्ने, यसरी टुक्रा पार्ने, अनि यस्तो गर्ने, यहाँ देखाइदेऊ मजाले। यसरी साथीहरू, यसरी हामी सिन्की खान्छौँ नि अमिलो, त्यो मुलाको चोटाको हो, त्यसलाई पनि यसरी नै गर्नुपर्छ है। तपाईँहरूलाई थाहा छैन भने त्यो कति धेरै भइसक्यो। हामी अघि बिर्सेछौँ क्या स्टार्टिङ है बाबु, अघिदेखि नै गर्छौँ भने। बोल्देऊ न तिमी पनि, त्यही बोल्देऊ छोरो, बोल्देऊ। किन सजाएको बोल्नु न छोरो। यो अब यति भयो भने हामीले हात यता देखाऊ। अब यति सानो हुँदासम्म गर्छौँ, जतिसम्म भ्याइन्छ गर्छौँ। अब एकदम सानो भयो भने अब यो हात कोतारिन्छ नि त, त्यही भएर साथीहरू एकदम धेरै रिस्की हुन्छ। अब यसलाई यसरी गरेर यसलाई मिक्सरमा मिक्सिङ गर्ने। रिस्क मोड्नेवाला छैन मामी, नो रिस्क। ल पुरै देखाइदेऊ साथी, यतातिर यता हाम्रो रोजेसहरू देखाइदेऊ माथि कस्तो एकदम हरियालीमा टक्क है फिल हुँदै। हेर्नुहोस् गाइस, रोज यता मलाई देखाइदेऊ, यता अगाडि पनि देखाइदेऊ हाम्रो भ्यू पोइन्ट। यस्तो मजाले काम गरिरहेको हुन्छ साथीहरू, छतमा जानु। हेर्नुहोस् पुरै हरियाली। टक्कसँगले काम गर्दै चट्ट है, हरियाली अगाडि छ, पोजिटिभ भाइब होइन, पिस अफ माइन्ड। यसो काम गर्दा पनि सुकुन मिलिहालोस्, त्यही भएर साथीहरू एकदम पिसफुल छ है मेरो घरको अगाडि। यो भ्यू चाहिँ टक्क चराचुरुङ्गीहरूको साउन्ड सुन्नुहुन्छ होला है तपाईँहरूले एकैछिन। ल यो रोजेट चाहिँ हाम्रो यहाँ अगाडि छ,
ल म चाहिँ योहरू देखाउँछु तपाईँहरूलाई माथि गएर हेर्नुहोस् त कस्तो राम्रो अब चाहिँ हाम्रो भ्याइसक्यो ल एउटा सिँगैको पिण्डी हो यो सानो टुक्राहरू चाहिँ म मिक्सरमा मिक्सिङ गर्छु हात काटिन्छ नि त सानो अनि यति भयो हाम्रो पिण्डी चाहिँ यसलाई अहिले क्लियर गर्छु म क्लिन गर्छु अनि यो चाहिँ हाम्रो मेन जे चिज निस्काउनु पर्ने त्यो चिज चाहिँ यही रहेछ सायद यो भइहाल्यो पानी चाहिँ अब हामीले फ्याँक्नुपर्छ होला अरू के एड गर्छौँ मामुले म सबै देखाउँछु तपाईँहरूलाई अहिलेलाई चाहिँ हामी बिदा हुन् साथीहरू लास्टसम्म हेर्न चाहनुहुन्छ भने हामीसँग जोडिनु होला यसै चाहिँ एभ्रिवान हेर्नुहोस् त ल साथीहरू तपाईँहरू काम पनि यस्तो ठाउँमा गर्नुहोस् कि टक्क होइन एक्स्ट्रा एनर्जी मिलोस् क्या आनन्द मिल्छ हौ मलाई त यस्तो ठाउँमा काम पनि भइहाल्छ काम गरे जस्तो पनि फिल हुँदैन है लाल लाल रोजेस पिङ्किज कस्तो मजाले फुलेको छ है फुलहरू पनि हाम्रो घर अगाडि हामी चाहिँ घर यता बाटोदेखि यतातिर फर्केको छ अपोजिट साइडतिर मजा छ शान्त टक्क काम गर्नु आनन्द हुने कि मिल्ने काम गरे जस्तो फिल पनि नहुने ल म चाहिँ लाग्यो अब माथितिर सामान लिएर एकछिन टक्क लगाएर सुन्नुहोस् ल तपाईँहरू पनि कुछ नोटिस किया आपने ल यो चाहिँ हामीले माथि लिएर आइसक्यौँ के गर्नुपर्छ मामुले गर्छिन्छ पानी छुट्टै निस्काउनु होला यो यतातिर राख्नुपर्छ होला साथीहरू अनि मास पिस्दै थियो मिक्सचरमा म त्यो पनि देखाउँछु तपाईँहरूलाई हामी चाहिँ आज के बनाउनु लाग्यो र यसको मासको बरी पिनो र मासलाई मिसाएर सुकाउने बरी गराउने तरकारी पनि जेठो मास ल यो पनि रेडी भइसकेको छ साथी हाम्रो हामी चाहिँ यो के दाना बनाएर सुकाउनु पर्छ होइन दाना बनाएर सुकाउने ल हामी छतमा यो बनाएर सुकाउँछौँ लास्टसम्म हेरिदिनु होला हामी यसो रमाइलो गर्दै टाइम पास गर्दै साथीहरू लास्टसम्म हाम्रो फुल भिडियो हेरिदिनु होला स्टे ट्युन एभ्रिवान ल अब हामी चाहिँ निचोड्नु लाग्यो है साथीहरू पानी नानु पनि उठिसकेछन् बजे नाति उता बस्नु म चाहिँ निचोरेर पानी निस्काउँछु यो यसै हाल्ने होइन निचोरेर मजाले उठिसक्यो बन्टो साथीहरू अब चाहिँ हामी यो तराक पार्छौँ गर्छु मासको बडी नातिनी मैयाले गराउनु लाइसिन् हजुर आज मासको बरी एकदम तरक्क पारिन है ओ बानो अलिअलि गरेर साथीहरू यस्तो देखाइदिउँ है तपाईँहरूलाई पनि ल बजार नातिनी पनि देखाउनै पर्यो काम पनि देखाउनै पर्यो साथीहरू ल हेर तिमीले मम्मीले निचरेर तरक्कै तरक्कै अलिअलि गर्नु तरक्कै पानी कति उमाल्नु पर्छ मासको बरी तिमी मासको बरी हजुर मासको बरी के गर्ने बच्चा बच्चीसँग गाह्रो छ हामीलाई भन्नु नदेखि नि ज्ञान छिन् हामीले नानु त एकदम धेरै काम गर्दा सुतिरहेको छिन् अघि सबै काम गऱ्यौँ भ्यायौँ सुत्यौँ कपडा सपडा पनि थियो अब यस्तो भयो भने ल यो चाहिँ पर्फेक्ट भयो साथीहरू पानी पुरै निस्काउनु पर्दो रहेछ
मम्मी ल्याएर मासको बरी बनाउला खान्छौ क्वाप्पै मासको बरी टप 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 न्यौ टप टप पानी टन्नै है कुपिन्डोको एउटा कुपिन्डोको पानी एकदम एक बाटो छ कुपिन्डो ल्याएर अचार गराउँ पाएन नि मिठाई मिठाई कुपिन्डो मिठा हुन्छ शीतल हुन्छ जेठमा चाहिँ आफूले घर गराएपछि अर्गानिक त्यही त हामीलाई त जे चाहिँ अर्ग्यानिक नै मिठो साथीहरू सोध्यो भने चाहिँ उठेर ऊ भोक्सो केही पनि छैन तिमीलाई खेल्न पाए भइहाल्यो मजाले खेलिरहेको रहेछ नि ज्याकेट लगाउनु गएको रुममा बाबा आँखा हेरेर बेडमा एक्लै ज्ञानी छैन आफ्नो बिमान होस् किन दुईजना कस्तो खेलेको है फेरि सेलरोटी खाँदैन दुईटालाई सेल हाल्दा यसको त हेर मासको बरी बनाउने मासको बरी बनाउने मासको बरी बनाउने बिहान छ मेरो नाति बिहान छ नि हेर उठ्नु चले एकदम अहिले बनाउने माथि फेरि छतमा अहिले नानीले गराउँछिन् है बिहान साले हाल्छिन् बिहान साले गराउँछिन् छतमा बिहान साले गराउँछ बिहान साले गराउँछ हिजो दिनभर हाम्रो कोइरालो केलाउँदै ठिक भयो कोइरालो पनि भित्र छ त खोलाको अहिले कोइरालो पनि अचार त्यो पनि हो हिजोको पनि सुकाउनु छ अब आज यो भयो साथीहरू हामी बिजी छौँ एकदम धेरै बिजी छौँ बिजी हेरौ कौवा आछ परेवा आछ हाम्रो घर सबै आउँछन् चरा आउँछन् कालिज पनि आउँछन् कालिज हाँसेर नाच्छौँ बिहान छ मामा घरको हजुर मैले बिहान हाँस्दै हाँस्दिनँ भन्छ हाँस्देऊ ला हेर्छु त डस्टबिन घोप्टाएर कौवाले साथीहरू जङ्गल नजिक भएर बाँदर काग चरी जे पनि हेर्नु पाइन्छ यहाँ नजिकमा हेरौ मम्मीले हेर बरी बनाउने मासको बरी पिनो हालेर ल्याएर ऊ जट्ट जेठमा चाहिँ अर्ग्यानिक तरकारी खानु कति मिठो होला बाबालाई बुबालाई सबैलाई नि खानु जिमालाई हेऱ्यौ जिमालाई हेर्छौ भोक लागिसक्यो होला बिहान भन्छौ कति ज्ञानी हो क्या उठेर पनि नरुने सुतिर नै काम गर्दा एक्लै उठेर साथीहरू भित्र बसिरहेको छ रुममा ज्याकेट लगाएर आउँछ भन्दा त आँखा टुक्लुङ आँखा टुक्लुङ लोरुको डल्लो अन्त यो पानी पनि हाल्नुपर्छ भनेर थालेन विशालले भन्न माग्छ म थाल्छु हालिसिन्छ मम्मीले हेर मासको बरी मम्मीले हेर बिहान छ यता बिहान छ यता हेर्देऊ बिहान छ हेर्देऊ बिहान छ हेर्देऊ यता हेर्देऊ क्यामेरामा हेर्देऊ मासको बरी बनाउनु लाछन् हाम्रो घर भन मासको बरी बनाउनु लाछन् हाम्रो घर भन मलाई हेर्छु मासको बरी बनाउनु लाछन् भन भन हुन्छ होला होइन हल्का हल्का सुकाउने अब त्यो पानीहरू ल्याउँछु अब छतमा लगाएर एक घाममा सेताउने गरी सुकाएपछि तब खानालाई पनि मिठो यो हाम्रो पानी यति निस्क एउटा कुपिन्डोको पानी यति धेरै निस्किँदो रहेछ यो यत्रो पानी मात्रै हो यो पानी भयो मेन चिज चाहिँ यहाँ आइसक्यो यो कुपिन्डो यो भयो अनि यो चाहिँ यहाँ मासको पेस्ट भयो यो मिक्स गर्नुपर्छ अरे है मजाले मिक्स गर्छिन्छ मामुले अहिले दाना बनाउँदा देखाउँछौँ हामी छतमा गएर अब सिधै ल वाउ बजे नातिनी हेर्देऊ बिहान हेलो युट्युब फ्यामिली भन्देऊ हेलो युट्युब फ्यामिली भन्देऊ छोरो मलाई सबैले माया गर्नु होला भन भन म गुडिया बरी बनाउन लाग्छु आज भन जिमासँग ओहो गुडियाका 2 बजे नातिनी ओ साथी ल 2 बजे नातिनीको टक्क म हल्का क्लिपहरू लगिदिन्छु है आज मेरो नातिनीले गराउँछिन् त मासको हाम्रो गुडिया रानीले गराउँछिन् आज सबैले खाने काखामा बसी बसी बनाइदिन्छन् छानो बद्दुले बनाइदिन्छौ अनि मलाई सबैले माया गर्नु होला म सानो मान्छे भन मलाई सबैले माया गर्नु होला भन सबैले ल अब चाहिँ हामी कति धेरै काम छ साथीहरू सबै भ्याएर आउँछौँ तपाईँहरूसँग बाई बाई गरिदेऊ सानो अहिलेलाई बाई 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 ल साथीहरू हामी फेरि भुइँमा राखेर अब यहाँ बनाउँदैछौँ डल्ला दानाहरू बसी बसी गर है छोरो
गर्मीको माया गर्मी ओहो बिहानको ओहो ओहो घुमले मार्यो लुर्क गड्डो गर्मी छ छोरी पनि मान्दैनन् साथीहरू छोरी कति मान्दिनु कति ज्ञानी हुँदैन त सानो बच्चा कुटको रुख 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 हेर त हेर लगाएपछि गराउने हेर हेर यी आम्मा आम्मा मिठीको डल्ली यी ओ यी खेली खेली गर्ने हो खेली खेली फोहोर हुन्छ फेरि खेली खेली गऱ्यो भने बहुत गर्मी गर्मी एकदम धेरै यसरी खेलाउँदै यस्तो ट्याक्क डल्लो निस्काउने अनि गर्ने मलाई पनि आइडिया छैन म सिक्दैछु फर्स्ट टाइम हो त्यो फर्स्ट टाइम हो मेरो कुकुलु कस्तो गर्मी हो बिचार कसरी मान्दिनु त मान्नु पनि हेर 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 धेरै नजिक राख नि डल्ला मिच्छ मेरो सानो पनि ठिक होइन यतिको सुगा पनि ठिक्कमा जान्छ नि मम्मी बाबा आएपछि गराउँछु म है छोरो एक हातले पक्री पक्री पाएँ गाह्रो भयो मलाई त्यही गर बाबा यसो पनि गराउने नि हस् काँच विशाल यस्तो विशाल ओ जल्दी आऊ जल्दी यहाँ बनाउनु दिनु नि बनाउँछौ बनाइ बनाइ गर्छ सानाले बनाइ बनाइ गर्छ त्यो बनाइसिन्छ कि सानो हाम्रो मारुनीले बनाइसिन्छ कि कपालमा खोज्छु कपालमा मेरो नातिनीले गराउँछ नि आज मासको बडी है फर्स्ट मेरो नातिनीले दुलैले गराउने गरे मासको बडी अनि मासको मसौरा मेरो नातिनीले बनाउँछ हो म त खाली छैन मम्मीसँग बस है साना मम्मीसँग बस मम्मीसँग बस मम्मीसँग बस है साना अनि बाबा आउँछ अनि बाबासँग जाने है हाम गराउँदै अनि जानु बिहानै गरेर सुन्नु अलिकति लग्नु भयो यस्तो सानो सानो गर्नु यो भयो यस्तो चलाइदिनु पहिला यो निस्क्यो होइन
त्यस्तै आधी शिक्षण कस्तो गएर खासमा लाग्यो उठाइसु एकदम अलिकति बाबा तिमीले अलिकति बाबा पहिला यसरी बिहान सार हेर एक माटा छ छोरो सुत्ने अनि खाने त छिटो सुतेपछि यसको मात्रै छैन यो गर्नु त्यो पुस्नु छैन सुन्नु जाऊ हैन टाइम लाग्छ सुत्नु म जिमन गए किन आइसु हुन्छ होला मैले बनाएको जिमन गर्दाखेरि थोरै धेरैमा फरक पर्छ क्या इन तोर्नु लाग्यो छोटो छोटो गर्नु छ आ बिहान सा ओ कस्तो भइसक्यो नि मतलब लाग्दैन एकले गाह्रो हुन्छ कस्तो सन्ध्या घाममा हुनुहुन्छ म त्यसको माथि त्यही हुन्छ कस्तो माता त त्यो फेसमा पाइले गर्नु असह्य गर्नु सक्यो तिमीले गर्नु हामीलाई त्यति गर्नु छ एकछिन कोठातिर घुमाइदे माले किन आउँछ थोरै हामी थोरै दिएर त्यसमा चाहिँ जाऊ क्या एकछिन त सुन्नु टाइम लाग्छ यता उ चियाले यता मार अलि भाटा हावा लाग्छ त्यो भएको केमा अगाडि यता नाम चियामा पर्छ हावा मोबाइल बिग्रिने काम हैन घामले यार ओ छिटो मलाई त्यहाँ अनि म के बिग्रिन्छ क्या मोबाइल ल भइमा त आइपछि फुल गरेपछि दिन्छ होइन यति बेला पढ्नु नै पनि फेरि स्पेशल तरिकाले खाइन्छ जेठा माछा अर्गानिक कुपिनो र मासको बरी बरी है हामी पराए बरी भन्छौँ अरूले मस्यौरा भन्छन् मस्यौरा मिठो हुन्छ यो यो त अर्गानिक काँटै खाने ए गराउन जान्नु पर्यो पहाडमा त के पाइन्छ के अर्गानिक यो अघि हाम्रो मामु र हजुर मैले बनाइछु बनाएको हामीले राख्न आधा आधा क्लिपहरू छ अरू राख्न भ्याएनौँ हामीले नानु रोएर अब हाम्रो फाइनल लुक चाहिँ यस्तो भयो साथीहरू यो चाहिँ हाम्रो मासको मस्यौरा अनि उब्रेको कुपिन्डे पनि भएको कुपिनोको चानो हाम्रो बनाउने मान्छेहरू चाहिँ यहाँ उसिन्छ सासू मम्मी मेरो सासू मम्मी सासूको अर्को सासू मम्मी उहाँ उसिन्छ ल अब लास्टसम्म हेरिदिनु होला हामीले के कसरी बनायौँ रमाइलो भयो है आज हाम्रो काम पनि भयो गर्नु भयो ल बाई बाई गर्दैछ नि त अब हामी सिधै भिडियोमा भेट्छौँ सबैले माया गरिदिनु होला ल यो चाहिँ हाम्रो घरदेखि देखिने भ्यू है साथीहरू यो हाम्रो घरदेखि देखिने भ्यू यो हाम्रो पारिपट्टिको गाउँ रिसाङ भयो यता माथि पिपल डाँडा यो हल्का क्लियरसँग देखाइदिन्छ एकदम राम्रो देखिन्छ यो भ्यू त झन् राम्रो पिसियो भयो यता भयो अब दुईजना त झरेर मुभी हेर्न जान्छौँ अब हलभित्र यो चाहिँ हाम्रो के देखाइदिन्छ नि त हिजोको कोइरालो गराउन भ्याइएन त्यहाँबाट छोराछोरीसँग यस्तै हो हिजो पनि दिनभरि बिजी भयौँ हामी कोइरालो हेर्दा त्यति मात्रै छ दुःख पायौँ है एकदम धेरै त्यो हिजोको काम भयो साथीहरू अनि ल हजुरहरू मुभी हेर्नु गएछु म आएँ है ल हाम्रो घरदेखि देखिने पिपल डाँडा कस्तो राम्रो देखिरहेछ साथीहरू वाउ वाउ हरे राम हनुमानजीको जय होस् ल हामी चाहिँ अब ल साथीहरू हाम्रो चाहिँ मामुले त्यो मासको मस्यौरा कुपिन्डे मिक्स गरेर लड्डु बनाइसक्छ मस्यौरा त्यो के अरे बडी बनाइसक्छ अब हामी सुकाउनु छोडिदिएको छौँ म चाहिँ अब क्लिपहरू याद गरेर एडिट गरेर पोस्ट गर्छु लास्टसम्म भिडियो हेरेर साथ दिनु होला अनि हाम्रो भ्यू हेर्नुहोस् कस्तो राम्रो छ क्या हाम्रो गाउँ हाम्रो ठाउँ एकदमै राम्रो छ घुम्नलाई आउनु होला ल बाहिरको हुनुहुन्छ भने अनि म चाहिँ अब यहीँ भ्लगिङ गर्छु अब नानु सुताछु क्या भर्खर हैरान छ नानुसँग बहुत झ्याउ हुन्छ साथीहरू अनि एक दुईजना साथी हुनुहुन्छ त्यही पनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला ल सब्सक्राइब पनि गरिदिनु होला गर्नुभएको छैन भने म चाहिँ भ्लग यति इन गर्छु लास्टसम्म हेरिदिएकोमा थ्याङ्क यू सो मच बाई बाई एभ्रिवान